एउटा मानव जुन चोला लिएर धर्म राम्रो धर्मको पालना गरेर चाहिँ फेरि उसले पनि बुद्धको ज्ञान प्राप्त होऊँ भन्ने खालको सोच भावना चाहिँ तपाईँहरूमा हुनुपर्छ। त्यो राखिसकेपछि अनि त्यही अनुसारले तपाईँहरूले जुन न्यून्य बस्दाखेरि न्यून्य बस्छौँ। न्यून्य बस्छौँ, न्यून्यको पाठ गर्दाखेरि पनि यहाँ यसमा चाहिँ के छ भन्दाखेरि धक्के र दुन्के भनेर आउँछ दुईवटा। धक्के भनेको स्वयं उत्पत्ति गर्ने, स्वयं आफै नै अवलोकित स्वरूपको रूपमा उत्पत्ति गर्ने र दुन्के भनेको चाहिँ आफ्नो ठिक्कै अगाडि चाहिँ के भन्छ अवलोकित ईश्वर भगवचार्यसी चाहिँ उत्पत्ति गराउने हो। यसरी दुईवटा छ र दुईवटा लास्टमा गएर जतिखेर हामी ड्रप गर्ने टाइम हुन्छ त्यति बेलामा चाहिँ आफू चाहिँ के भन्छ नर्मल मान्छे जस्तै र अनि अगाडि चाहिँ अवलोकित ईश्वर राखेर ड्रप गर्ने। ड्रप गरिसकेपछि अन्तमा ड्रप गरेर लास्टमा बस्दाखेरि चाहिँ पानी पिइसकेपछि चाहिँ अवलोकित ईश्वर पनि इन्द्रियको रूपमा जल जस्तो भएर आफूमा विलिन भएर आफू चाहिँ दुई हातको च्यासी भएको यस्तो खालको चाहिँ ध्यान गर्नुपर्छ तपाईँहरूले। अहिले मैले छोटकारीमा थोरै भनेछु। अनि तपाईँहरूले हो यसरी ध्यान गर्नुहुन्छ। ध्यान गर्दाखेरि चाहिँ जहिले पनि हामी ध्यान गरिसकेर लास्टमा चाहिँ हामी मुहा गर्छौँ। मुहा गर्ने भनेको चाहिँ के त भनेदेखि प्रणिधान चाहिँ हिजो पनि क्यारेन्ट चाहिँ भन्नुभएको थियो। प्रणिधान गर्दा चाहिँ हामीले यत्रो न्यून्य बसेर अहिलेसम्म गरेको पुण्यको फलले चाहिँ सर्व प्राणीहरू चाहिँ दुःख हटोस् र मैले गरेको पुण्य चाहिँ सर्व प्राणीलाई दान दिन्छौँ। यो दिएको कारणले चाहिँ सर्व प्राणी चाहिँ दुःख हटोस्, सर्व प्राणी चाहिँ सुख हुन् र उनीहरूले पनि धर्म बुझेर धर्ममा लागेर धर्म गर्दाखेरि गरेर यिनीहरू पनि बुद्धको ज्ञान प्राप्त होऊँ भनेर चाहिँ प्रणिधान गर्नुपर्छ भनेर हो यसरी। अनि त्यो समय मैले चाहिँ तपाईँहरूलाई के चाहिँ भन्न लागेको थियो भनेदेखि यो धर्म भन्ने कुरा चाहिँ सुन्यो भने पनि फाइदा छ र सुनाउनेलाई पनि फाइदा छ भनेर। तपाईँहरूले सुन्नु त हुन्छ, सधैँ सुन्नुहुन्छ, सुन्ने मात्रै हो। सुनेर यस्तो आज सुन्यो सुन्यो यसो गरेर लाइभ हाल्यो आफू सुन्ने भन्दा पनि अरूले देखाउनुको हतार हुन्छ कि हतार। अनि फेरि एकचोटि त्यो सुन्नु भ्याउँदैन तपाईँहरूलाई। अनि सुन्ने टाइममा पनि तपाईँहरूले मोबाइल लिएर यसरी अरूले देखाउने हुँदाखेरि देखाउँदै समय पनि सिद्धिन्छ तपाईँहरू। अनि के भन्यो त भनेर ल तपाईँहरूलाई केही बुझ्यो ल बुझेन भने सोध्नुहोस् भने पनि त्यसमा फेरि तपाईँहरू पनि छैन। त्यस्तो हुन्छ। त्यसो गर्दाखेरि सुन्दाखेरि पनि तपाईँले अरूलाई देखाउनु पर्ने केही छैन। तपाईँ आफै सुन्नुहोस्, सुनेर आफूले बुझ्नुहोस् र त्यसले तपाईँहरूलाई काम लाग्छ भने तपाईँले त्यसको पक्षमा लाग्नुहोस्। यदि कामै लाग्दैन भने त्यसले छोडिदिने हो। अनि त्यसैले गर्दाखेरि धर्म सुन्यो भने पनि धर्म र सुन्यो भने फाइदा र सुनाउनेलाई पनि फाइदा हुन्छ। जस्तै कि अहिले अब यो मैले यहाँ तपाईँलाई धर्म सुन्ने र सुनाउनुको फाइदाहरूमा बारेमा थोरै भन्छु म तपाईँलाई। पहिलो कुरा त यो धर्म सुन्ने र सुनाउने भित्र पनि दुईवटा चाहिँ नै फाइदाहरू छ, दुईवटा छ। जस्तै कि धर्म पनि साधारण धर्म सुन्नेको फाइदा र मायनको धर्म सुन्नेको फाइदा हो। यसरी दुईवटा बगल गर्दाखेरि पहिलो कुरा चाहिँ सामान्य रूपको धर्म सुन्यो भने चाहिँ के फाइदा छ त भन्ने बारे म तपाईँलाई। सामान्यमा जस्तै कि अब हामीले हाम्रो अब धर्मभित्र पनि थेरवाद होइन, अनि मायनमा पनि फेरि बोधिसत्व र अनि वज्रयान गरेर त्यसरी दुईवटा छ। बोधिसत्वयान र अनि वज्रयान भनेर यसरी हुँदाखेरि अब जस्तै कि अब नर्मली हामीले अब जुनै धर्म भए पनि नर्मली धर्म सुन्यो भने चाहिँ के हुन्छ त फाइदा के छ त भन्दाखेरि नर्मली धर्म सुन्नाले धर्म सुन्ने बित्तिकै धर्मको बारेमा सुन्यो अथवा तपाईँहरूको भाषामा भन्यो भने एकदम थाहा सुन्यो भने के हुन्छ त फाइदा भन्दाखेरि चाहिँ धर्म सुन्नाले हामीमा धेरैवटा फाइदाहरू छ। के छ त भन्दाखेरि पहिलो कुरा चाहिँ धर्मको बारेमा सुन्यो भने धर्म भन्ने कुरा चाहिँ के रहेछ त भन्ने कुरा जान्न सकिन्छ। त्यो जानिसकेपछि धर्म सुन्नाले हामीले अरू के गर्न सक्छ भन्दाखेरि धर्म र पापको बारेमा बुझ्छौँ र त्यो बुझिसकेपछि पाप चाहिँ हामीले त्याग्छौँ।
पापदेखि हामी टाढा हुन्छौँ। जस्तै कि यो अहिले हाम्रो यहाँ अष्टशील छ होइन, अष्टशील जस्तै काटमार गर्ने, चोरी गर्ने, व्यभिचार गर्ने, झुठो बोल्ने, अनि मेन त्यो भयो। अनि जस्तै कि सबै दुःखको मूल चाहिँ छ्याङ भनेर आउँछ होइन, यो जाँड रक्सी नखाने हो, त्यस्तो कुराहरूबाट मुक्त हुन्छौँ र अलिक टाढा रहन्छौँ। त्यो चाहिँ अब पाप कर्मदेखि टाढा हुनु चाहिँ त्यो हो। अब धर्म सुन्नाले फेरि निर्थक कुराहरू पनि छोड्न सकिन्छ। त्यत्तिकैको हामी धर्म राम्रोसँग बुझिसकेपछि कतिपयले चाहिँ माने गरेर होइन, समय सबै अब माने गर्ने, बजार गुरु गर्ने, अथवा आफूले जानेको पाठहरू गर्ने, नभएदेखि ड्रप गर्ने, धेरै कुराहरू गर्छन्। तर धर्म कर्म नबुझिसकेपछि चाहिँ के गर्छ त भन्दाखेरि आजकलको जमानामा फोन उचाल्यो अनि अरूको कुरा गर्यो। ए यस्तो है त, त्यो फलानाले त यस्तो पो रहेछ त, त्यहाँ पो रहेछ भनेर 5-6 घन्टा चाहिँ फोनमै बोलेर सिकाइदिन्छ। के त भन्दाखेरि त्यो पनि अब केही धर्मको कुरा होइन, मान्छेको कुरा काटेर त्यो यस्तो रहेछ, फलाना उस्तो रहेछ, त्यो उस्तो रहेछ, त्यस्तो रहेछ। अथवा 2जना जम्मा भयो, अब यहाँ त 2जना जम्मा हुनु त धेरै मुस्किल हो। त्यो भइसकेपछि के गर्छ त भन्दाखेरि फोनमा भइरहेको जति सबैलाई फोन गऱ्यो अनि सबैलाई मान्छेको बारेमा सुनायो, हो यसरी चाहिँ त्यस्तो कुराबाट चाहिँ टाढा हुन्छ धर्महरू बुझ्यो भने चाहिँ। अनि धर्म सुन्नाले फेरि हामीलाई निर्वाण पनि प्राप्त हुन्छ। कसरी चाहिँ निर्वाण प्राप्त हुन्छ त भन्दा, निर्वाण प्राप्त धर्म सुनिसकेपछि धर्म अनुसारको शील अथवा के हुन्छ, अब त्यो जुन चाहिँ हामीलाई त्यो के भन्छ धर्मले सिकाएको जुन बाटो छ, बाटो चाहिँ मार्ग चाहिँ हामीले अप्नाउँछौँ र मार्ग अप्नाएर ध्यान गर्छौँ अथवा ढोक गर्छौँ, त्यस्तै गरेर प्रार्थना गर्छौँ। त्यसले चाहिँ हामीले फेरि निर्वाण बुद्धको ज्ञान पनि प्राप्त हुन्छ भनेर भन्नुपर्छ। त्यसैले गर्दाखेरि यो 4 फाइदाहरू भने छ होइन। यो मध्येमा के हुन्छ भन्दाखेरि पहिलो कुरा चाहिँ धर्मको यो सुनिसकेपछि शीलको शिक्षा अथवा प्राप्त गरेर अनि हामी यो संसारबाट चाहिँ मुक्त हुन सक्छौँ होइन। जस्तै प्रज्ञाको शिक्षा प्राप्त गरेर चाहिँ क्लेशहरू चाहिँ नाश गर्न सक्छ हो यसरी। त्यसैले गर्दा हामीलाई सही दृष्टिकोण पाउनको निम्ति चाहिँ अनि हामीले के गर्नुपर्छ त भन्दाखेरि धर्म देख्न सुन्नुपर्छ भन्नुपर्छ। तर धर्म देख्न सुनेर मात्रै हुँदैन, सुनेपछि त्यसको पालना पनि गर्नुपर्छ। तपाईँहरूले पालना पनि गर्नुपर्छ। पालना गर्दा चाहिँ अनि पहिलो कुरो चाहिँ के बुझ्नु पर्यो भन्दाखेरि कर्म र कर्मको परिफल के छ त्यो बुझ्नु पर्यो। र त्यो कर्म र कर्मको परिफल बुझिसकेपछि त्यो चाहिँ केबाट आयो भन्दा हामीमा आएको क्लेश र पुनर्जन्मको बन्धनबाट पनि मुक्त हुन सक्छ। कर्म र कर्मको परिफल बारेमा बुझेर अनि सही दृष्टिकोणमा हिँड्नुभयो भने यस्तो हुन्छ। जस्तै त्यो पनि अब हामीले 4 प्रकारले बुझ्न सकिन्छ। धर्म सुन्नाले के भन्दाखेरि त्यसरी फाइदा हुन्छ, यो बुझिन्छ र त्यसको बाटोमा लाग्यो भने हामीले फेरि निर्वाण प्राप्त गर्न सकिन्छ। अर्को चाहिँ धर्म सुन्दाखेरि चाहिँ कसरी सुन्नेछ र धर्म चाहिँ कसरी गर्ने त भन्दाखेरि श्रद्धापूर्वक गर्नुपर्छ भनेर भन्नुपर्छ। श्रद्धापूर्वक धर्म गर्नाले के फाइदा हुन्छ त भन्दाखेरि तपाईँ चाहिँ श्रद्धापूर्वक धर्म गर्नुभयो भने कतिपय चाहिँ सन्यास पनि भन्छ, सन्यास भन्न सकिन्छ। तपाईँ धर्ममा भइसकेपछि जस्तै अहिले धर्म सुनेर तपाईँहरूले पहिला यहाँको जुन हाम्रा लामा गुरुहरूले बाटो देखाएको अनुसारले धर्म सुन्नुभयो, सुनेको अनुसारले न्यून्य भन्ने कुरा चाहिँ बस्नुपर्ने रहेछ भन्ने कुरा थाहा हो। तर न्यून्य चाहिँ हाम्रो अन्तिम ध्यान हो त भन्दाखेरि त्यो होइन। जस्तै कि यो न्यून्य भनेको चाहिँ नर्मली साधारण एउटा ज्ञान मात्रै हो। तर योभन्दा माथि तपाईँहरूले बोधिचित्तको ध्यानमा जान सक्नुहुन्छ, वज्रयानको चाहिँ ध्यान जान सक्नुहुन्छ। एकै जुनीमा चाहिँ तपाईँको बुद्धको ज्ञान प्राप्त हुन सक्ने ध्यानहरू छ, त्यस्तोहरू पनि गर्न सक्छ। जस्तै कि मुन्डो बस्नुभयो होइन, मुन्डो घुममा बस्यो, त्यस पछाडि तपाईँ गएर चाहिँ महासन्धिको ध्यानहरू गर्न सकिन्छ। त्योभन्दा माथि जानेछ। यसरी अब हामीले भन्दाखेरि जोक्छन भनेर महासन्धि भन्छौँ होइन। यसरी महासन्धिको ध्यानहरू गर्न सकिन्छ। जस्तै कि अभिषेकमा सालमा एक महिना चाहिँ हुन्छ। तपाईँ यमहरूले समय नहोला
तर तपाईँको बाबा आमालाई त समय निकालेर चाहिँ राख्न सक्नुहुन्छ तपाईँहरूले मुन्डो राख्न सक्नुहुन्छ 1 महिना मुन्डो त्यो मुन्डो भइसकेपछि मुन्डोसँग सँगै तपाईँहरूले चाहिँ जोडेर तपाईँहरू गएर चाहिँ 6-7 वर्षसम्म लगातार गरेर महाशान्तिको ज्ञान गर्न सक्नुहुन्छ चालन गर्न सक्नुहुन्छ त्यसरी वायुमण्डलको बारेमा पनि सिकाउँछ त्यहाँ होइन त्यो बिस्तारैसँग ज्ञान गर्दै गयो भने तपाईँहरूले महाशान्तिको ज्ञान गरेर एकै जिन्दगीमा तपाईँ बुद्धको ज्ञान प्राप्त हुनेको बाटोसम्म सिकाउँछ त्यसैले गर्दा त्यस्तोमा पनि तपाईँहरू भर्खरको यङहरूलाई सायदै समय नभए पनि आफ्नो बुवालाई आमालाई यसरी चाहिँ समय निकालेर पुर्याउन सक्यो भने त्यसले पनि तपाईँहरूलाई फाइदा हुन्छ त्यो अनि सन्यास भन्न सकिन्छ भनेर सन्यास यसरी पनि लिन सकिन्छ सन्यास हुँदैमा अनि पुरै लामो नभने पनि 1 महिनाको लागि सन्यास तपाईँहरूले माथि मुन्डो बसेर होइन 1 महिना मुन्डो अथवा अहिले यहाँ जस्तो कि न्यून बस्नुपर्छ 1 दिन होइन 2 दिनको लागि हो यस्तो पनि हुन्छ अनि धर्म चाहिँ अब तपाईँले श्रद्धापूर्वक सुन्नुभयो भने तपाईँमा धर्म सुन्नाले चाहिँ तपाईँमा श्रद्धा पैदा हुन्छ अनि सँगै सन्यास बन्न सकिन्छ इन्द्रियहरूलाई पनि नियन्त्रण गर्न सक्छ त्यो चाहिँ कसरी गरिन्छ त भन्दाखेरि तपाईँले ध्यान गर्नुपर्छ जसद्वारा तपाईँको कामना र लोभबाट मुक्त हुने तपाईँको चाहना धेरै भयो भने तपाईँ धर्म देशमा राम्रोसँग सुन्यो जस्तो गऱ्यो भने तपाईँको कामना अलिकति कम हुन्छ र लोभबाट हटिन्छ अनि त्यो भयो भने अनि अरू धेरै हानि कुराबाट चाहिँ हामी मुक्त हुन सकिन्छ बाँच्न सकिन्छ अनि त्यस्तै गरेर धर्म सुन्नाले चाहिँ तपाईँ के हुन्छ भने सत्यको ज्ञान प्राप्त हुन्छ सत्यको ज्ञान प्राप्त गऱ्यो भने चाहिँ के हुन्छ त भन्दाखेरि निर्वाण प्राप्त हुन सकिन्छ भन्छ निर्वाण प्राप्त हुन्छ निर्वाण भनेको ज्ञान बुद्धको ज्ञान प्राप्त हुन्छ भनेर भन्नुहुन्छ हो यसरी यो 4वटा फाइदाहरू चाहिँ फाइदाहरू जस्तै कि श्रद्धा भयो श्रद्धा सँगसँगै 3 प्रकारको के छ भनेदेखि शील समाधि र प्रज्ञाबाट चाहिँ श्रद्धा उत्पन्न हुन्छ होइन त्यसरी यी फाइदाहरू चाहिँ पाउन चाहिँ तपाईँले के गर्नुपर्छ भन्दाखेरि चाहिँ ध्यान गर्नु पऱ्यो ज्ञान गर्नु पऱ्यो भावना गर्नु पऱ्यो भावना पनि के अरे शिक्षा चाहिँ श्रद्धापूर्वक जस्तै कि यो तपाईँको शील समाधि र प्रज्ञालाई चाहिँ भावना श्रद्धापूर्वक गर्नु सक्यो भने बल्ल तपाईँलाई अब यसको फाइदा हुन्छ भन्ने भन्छ जस्तै उदाहरणको लागि आगोको उदाहरण राखेर भन्यो भने आगोले चाहिँ 4वटा काम गर्छ भनेर जस्तै हामी धर्म चाहिँ आगो जस्तो भयो भने धर्मले चाहिँ आगोले जस्तै 4वटा काम गर्छ भनेर भन्नुपर्छ कसरी गर्छ भने आगोले चाहिँ एउटा जलाउँछ अर्को चाहिँ पकाउँछ अर्को चाहिँ तातो पार्छ र उज्यालो पनि दिन्छ भनेर भन्नुपर्छ त्यस्तै गरेर हाम्रो धर्म राम्रोसँग सुन्यो श्रद्धापूर्वक सुन्यो र श्रद्धापूर्वक सुन्नुभयो भने चाहिँ हो यसरी 4वटा फाइदा हुन्छ भन्छ जस्तै कि परिपक्व मनको भावना भएकोले गर्दाखेरि भावना चाहिँ हामीमा आउँदाखेरि चाहिँ हामीमा रहेको रिस राग क्लेशहरू जस्तै क्लेशहरू चाहिँ के अरे रिस राग अज्ञानताको क्लेशहरू चाहिँ जलाउँछ अनि अपरिपक्व मनको भएकोहरूमा चाहिँ पुण्यको बीजहरू चाहिँ पकाउँछ भनेर भन्छ र परिपक्व बनाउँछ तपाईँ बुझिसक्यो जस्तै आगोले जलाउने जस्तै गरेर हामीमा रहेको क्लेश चाहिँ के गर्छ त धर्म सुन्नाले जलाउँछ र आगोले खाना पकाउने जस्तै गरेर धर्म सुन्नाले चाहिँ हामी परिपक्व बनाउँछ र पुण्यको बीज चाहिँ के गर्छ त भन्दाखेरि पकाउँछ भन्नुहुन्छ अनि धर्म चाहिँ श्रद्धापूर्वक राम्रोसँग सुन्नुभयो भने चाहिँ संसारमा आनन्द मान्नेहरूलाई पनि दुःखी बनाउँछ संसार चाहिँ एकदमै इन्जोयफुल हो भनेर सोच्नेहरू हुन्छ नि तिनीहरूलाई चाहिँ के बनाउँछ त भन्दाखेरि दुःखी बनाउँछ जस्तै आगोले जस्तै तातो बनाएको जस्तै गरेर दुःखी बनाउँछ दुःखी भयो भने यो संसार चाहिँ दुःखको संसार रहेछ र यसबाट मुक्त हुनको निम्ति चाहिँ धर्म गर्नुपर्ने रहेछ है भन्ने पनि बुझिन्छ हो यसरी किनभने संसार चाहिँ कसरी दुःख छ भन्दाखेरि चाहिँ संसारमा चाहिँ तपाईँको 6 लोक भनेर भन्छौँ 6 लोकमा जबसम्म हामी छौँ तबसम्म दुःख हुन्छ जस्तै कि नरकमा तातो र चिसोको दुःख छ
प्रेत लोकमा चाहिँ भोक र तिर्खाको दुःख छ। अनि जुन चाहिँ हामी पशु पक्षीको लोकमा जान्ने भने बोल्न नजान्नेको दुःख छ, नबुझ्नेको दुःख छ। अनि देवलोकमा जान्ने भने चाहिँ हेर्दाखेरि सुख जस्तै हामीले देवी देवता भन्छौँ नि, देवी देवता पनि यो अन्तिम क्षणको यो ज्ञान होइन। देवी देवता भन्ने कुरा चाहिँ तपाईँले राम्रोसँग शील पालना गर्नु भने सजिलोसँग जान्न लिनुहुन्छ। त्यसैले गर्दा देवलोकमा पनि तपाईँको शील जबसम्म तपाईँले शील पालना गरेर शीलको पुण्यले तपाईँ देवलोकमा जानुहुन्छ। र जब तपाईँको शीलको पुण्य सिद्धिन्छ, सिद्धिसकेपछि फेरि ऊ या त नरमा, या त प्रेतमा, या त पशुमा, या त मानव लोकमा यसरी जान्नुहुन्छ। त्यसैले गर्दा देवलोकमा जान्ने देवी देवताको रूपमा जान्ने भने पनि राम्रो होइन, त्यो पनि त्यहाँबाट पनि मुक्त हुन्छ। त्यसैले गर्दा त्यहाँ पनि दुःख हुन्छ। त्यहाँबाट चाहिँ के को दुःख हुन्छ भने जतिखेर उसको त्यो पुण्य सक्ने टाइम भइसकेपछि अब तिमी यहाँबाट मरेर चाहिँ यस्तो ठाउँमा जन्म लिन्छ र त्यहाँ गएपछि यस्तो खालको दुःख पाउँछ भन्ने कुरा चाहिँ छर्लङ्गै आफैले देख्ने हुँदाखेरि त्यो पनि दुःख भयो, एकदमै दुःख भयो। त्यसैले गर्दा त्यो पनि दुःख हो भन्नुभएको छ। र त्यस्तै गरेर मानव भन्छौँ होइन, त्यहाँ चाहिँ सधैँभरि त्यो वार फाइट मात्रै बगल गर्दाखेरि त्यसको दुःख छ। मानव लोकमा जन्मियो भने पनि जन्मिँदाखेरि दुःख, अनि बिचमा बिमारी भएर दुःख, अन्तिममा हामी मरणको दुःख हो। यसरी तिनवटा दुःखहरू छ। त्यसैले गर्दाखेरि यो संसार दुःखै दुःख छ भन्ने बुझिन्छ भनेर भन्नुपर्छ। धर्मदेशमा श्रद्धापूर्वक सुन्नुभयो भने यसरी। अनि अरू चाहिँ के छ त भने यो धर्मदेशमा सुन्यो भने तपाईँ कोही मान्छे चाहिँ दुखी अनि शङ्कालु र गलत मार्गमा लागेको छ भने त्यस्ताहरूलाई पनि के भन्छ भने सही र गलत मार्गबाट चाहिँ छुटकारा दिएर राम्रो बाटोहरू देखाउँछ, राम्रो मार्ग देखाउँछ र उज्यालो दिन्छ भनेर भन्नुभएको छ। जस्तै आगोले उज्यालो दिएको जस्तै गरेर उज्यालो दिन्छ भनेर भन्नुभएको छ। त्यसैले हामीले के गर्नुपर्छ त भन्दाखेरि धर्म देशनाहरू दिँदैछ भने धर्म देशनाहरू चाहिँ श्रद्धापूर्वक सुन्नुपर्छ भनेर भन्नुभएको छ। यसरी अब यसरी धर्म सुन्यो भने चाहिँ तपाईँको फाइदाहरू यस्ता खालको फाइदाहरू छन्। अनि त्यो जस्तो